नेपाल जहाँ 2 करोड जनसङ्ख्या भोक रोग र बेरोजगारीको चपेटामा छ, जहाँ बच्चाहरू शिक्षाबाट वञ्चित छन्, बिरामी अस्पतालमा औषधि नपाएर मर्छन्, त्यहाँ एउटा यस्तो दस्तावेज सार्वजनिक भयो जसले जनताको घाउमा नुन चोपिदियो। हो, हामी बोल्दैछौँ पूर्व राष्ट्रपतिदेखि लिएर पूर्व प्रधानमन्त्री, पूर्व उपराष्ट्रपति र अन्य पदाधिकारीहरूलाई दिइने प्रस्तावित सेवा सुविधा बारे। पूर्व राष्ट्रपतिलाई मासिक रु 2 लाख भत्ता, काठमाडौँ वा प्रदेशमा घर भाडा वार्षिक रु 24 लाख, फेरि रु 1 लाखको घर मर्मत, त्यति मात्र हो र? रु 2 लाखको सवारी मर्मत, मासिक 150 लिटर इन्धन, मोबाइल खर्च, निजी सचिवालय, 2-3 जना कर्मचारी, फोन, टेलिफोन, इन्टरनेट, पानी, बिजुली सबै निशुल्क, अनि स्वदेशी र विदेशी अस्पतालमा उपचार खर्च पनि सरकारले बेहोर्ने। सरकारले होइन, तपाईँ हामीले तिरेको करबाट दिइने मासिक वार्षिक भत्ताहरू हुन्। यो त जनताको करको पैसा होइन। तर जनताले के पाएका छन्? कान्ति बाल अस्पतालमा औषधि छैन, सरकारी विद्यालयमा शिक्षा छैन, गाउँमा खाने पानी छैन, रेमिटेन्स पठाउने श्रमिक नेपालीहरूको घरमा चुलो बाल्न पैसाको अभाव छ। यी सेवा सुविधा लाज मर्दो छैन कि लाज मरेको छ? यी पूर्व विशिष्ट पदाधिकारीहरूलाई कति चाहिएको हो? 5 वर्ष कुर्सीमा बसेको बदलामा जीवनभर विलासिता सुविधा? जनता भन्दा ठूला बने यी पूर्व विशिष्टहरू आफ्नो म्याद सकिएपछि पनि जनताको ढाड सेकिने गरी सेवा सुविधाको भारी बोकाइरहेका छन्। तर अब जनताले प्रश्न गर्नेछन्, के हामी गरिब मुलुक हौ कि नेताहरूको ऐस आराम गर्ने कम्पनी? गरिब जनताबाट कर उठाएर करोडौं खर्चिनु न्यायोचित हो? नेपालका किसान, गरिब, मजदुर, युवा, विद्यार्थीहरूका लागि के योजना छ? हामी चुप लाग्दैनौं, अब आवाज उठाउँछौं। तर के तपाईहरूलाई थाहा छ, के यस्ता राष्ट्रपतिहरू पनि थिए जसले अवकाशपछि केही पनि लिएनन्? हो, उनीहरूले शक्ति छोडेपछि पनि पद, पैसा, सुविधा केही खोजेनन्, किनकि उनीहरू नेताबाट सेवक भएका थिए। नम्बर 1, जोस मुजिका, उरुग्वेका पूर्व राष्ट्रपति जोस मुजिकालाई विश्वको सबैभन्दा गरिब राष्ट्रपति भनेर चिनिन्छन्। उनले आफ्नो तलबको लगभग 90% दान गर्थे। अवकाशपछि पनि उनले कुनै सेवा सुविधा नलिई सामान्य बिताइरहेका छन्। नम्बर 2, एपीजे अब्दुल कलाम। भारतका 11औं राष्ट्रपति डा एपीजे अब्दुल कलामले अवकाशपछि कुनै सरकारी सुविधा वा निर्मित भत्ता स्वीकार गरेनन्। उनले शिक्षण, लेखन र युवाहरूलाई प्रेरणा दिने कार्यमा लागिरहे। नम्बर 3, नेल्सन मण्डेला। दक्षिण अफ्रिका मण्डेलाले केही सरकारी सेवा स्वीकार गरे पनि व्यक्तिगत रूपमा विलासी जीवन बिताएनन्। उनले अधिकांश रकम परोपकार र मण्डेला फाउन्डेसन मार्फत सामाजिक सेवामा खर्च गरे। नम्बर 4, जीबी कार्टर। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा सेवा गरेपछि कार्टरले साधारण जीवन बिताए। उनी अब 49 वर्ष पुगेर पनि सामान्य घरमा बस्छन्, फाउन्डेसन मार्फत मानव सेवामा सक्रिय छन्। नम्बर 5, भियतनामका राष्ट्रपति कमरेड हो ची मिन्हले राष्ट्रपतिको शपथ लिएपछि आफ्नै झुपडीमा बस्ने निर्णय गरे। उनलाई उनका सहकर्मी सुरक्षा अधिकारीहरूले सुरक्षाका कारण त्यसो नगर्न अनुरोध गरे, तर उनले मानेनन्। उनले कामको समयमा राष्ट्रपति कार्यालय आएरै काम गर्ने, तर बस्न चाहिँ आफ्ना निजी झुपडी नै आएर बस्ने निर्णय गरे। त्यसैले त उनले आफ्नो यथार्थ कहिल्यै भुलेनन्। यी व्यक्तिहरू उदाहरणीय छन् जसले अवकाशपछि लोभ, लालच भन्दा माथि उठेर सादा जीवन बिताए। साँचो नेतृत्व भनेको सत्ता होइन, सेवा हो। साँचो पदवी भनेको राष्ट्रपतिको कुर्सी होइन, जनताको हृदय हो। अवकाशपछि सेवा नगर्ने होइन, लोभ नगर्ने हो। त्यसैले त साथीहरू, यो नेताहरूको विलासिता होइन, जनताको प्रतिरोधको घडी हो। संसदमा ढोका ढकढक्याउने होइन, सडकमा आन्दोलनको आवाज उठाउने हो। यो देश पदको सञ्जाल होइन, जनताको सम्पत्ति हो। पूर्व विशिष्ट होइन, अब जनविशिष्ट बन्ने समय आयो।
यो भिडियोमा तपाईको आवाज होस्, कमेन्टमा आफ्नो विचार लेख्नुहोस्, शेयर गर्नुहोस्। यो आवाज संसदसम्म पुग्नुपर्छ। अब बोल्ने बेला आयो, हामी बोल्ने छौं। जय देश, जय नेपाल।